हेलो एभ्रिवान, नमस्ते। मलाई चाहिँ तेमुबाट सानो एकदमै क्युट गिफ्टहरू आएको थियो, त्यसको हल गर्न गइरहेको छु है त। यो चाहिँ कार फ्रेसनर रहेछ। यो कार फ्रेसनरको स्मेल चाहिँ मलाई एकदमै मन पर्यो अनि मैले छिटो लगेर गाडीमा पनि लगाइसकेँ। कस्तो क्युट देखिएको थियो, स्मेल पनि मिठो थियो यसको चाहिँ। नेक्स्ट गिफ्ट चाहिँ मलाई लिप लाइनर 3वटा कलरमा आएको थियो। यसको साथमा चाहिँ सार्पनर पनि थियो लिप लाइनरमा। लिप लाइनर चाहिँ मलाई खासमा चाहिएको पनि थियो, एकदमै खुसी लाग्यो यो देख्दाखेरि। अर्को गिफ्ट चाहिँ बाथरुम फ्रेसनर भनेर थियो। यसमा चाहिँ 10वटा फ्लेभरको स्मेलहरू थियो, एकदमै मिठो थियो स्मेलहरू चाहिँ। मलाई यो पनि मन पर्यो। यो चाहिँ पाउचहरू, सानो पाउच स्मेलको भइहाल्यो। अर्को गिफ्ट चाहिँ यो क्युट मोबाइल स्ट्यान्ड। यो चाहिँ एकदमै क्युट थियो। फर्स्टमा चाहिँ मैले कसरी खोल्ने कसरी हो भनेर एकदमै कन्फ्युज भएको थिएँ। त्यो भिडियो पनि पछाडि राखौँला। यो चाहिँ यसरी मोबाइलको कभरमा चाहिँ टाँसेर मोबाइललाई होल्ड गर्ने स्ट्यान्ड रहेछ। यसलाई पनि मैले कभरमा टाँसेँ, यस्तो देखिएको थियो। अनि यसलाई चाहिँ यसरी भुइँमा राख्दा यसरी होल्ड गर्दो रहेछ। एकदमै युजफुल लाग्यो मलाई यो पनि। अनि यो चाहिँ फोन राखिसकेपछिको चाहिँ यस्तो देखिएको थियो। यो चाहिँ मेरो स्ट्रगल देख्न सक्नुहुन्छ। यो कसरी खोल्ने कसरी युज गर्ने भनेर यहाँ दिमाग लगाउँदैछु मैले मजाले। बल्ल आइडिया मिल्यो। माथि चाहिँ गिफ्टको स्क्रिनसट रहेको छ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।